मर्निङ अनि सबैजनालाई नमस्ते। आयो सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी कहाँ जाने भने हिजो झापा थियौँ भने आज चाहिँ दार्जिलिङ हैन। थोरै चाहिँ हिँड्नुपर्ने हुन्छ। अनि यहाँ भेनादेखि लिएर आमा सबै हुनुहुन्छ। यता दिदी आउँदै हुनुहुन्छ। अनि हामी बसेको होटल चाहिँ ती नजिकै हो। अनि अब थोरै चाहिँ हिँडेर जानुपर्ने हुन्छ। अनि हामी चाहिँ यस्तो छ नि त, मैले चाहिँ बिहानैको चाहिँ भिडियो बनाउन सकिनँ किनभने अब बेलुका हामी झापादेखि बेलुका मात्रै आएको थियौँ नि त। उता फन पार्कतिर गएर अनि हस्पिटलको रिपोर्ट डक्टरलाई भेट्दाखेरि गर्दा अलिक ढिलो भएको थियो। अनि अबेर भएको थियो। अनि त्यही भएर आएर ड्याम्न सुतिहाल्यौँ होइन। साथीहरू हामी चाहिँ हिँडेर भए पनि सिमाना चाहिँ आइसकेको छौँ। अनि यता हाम्रो टोलीहरू फोटो खिच्ने अरे यहाँ लु बस्नु त म फोटो खिचिदिन्छु ल। हामी चाहिँ फोटो खिचिसक्यौँ। अब यस्तो बिजोग बनायो हामीले चाहिँ के अरे यो लोकदोरीमा साली भेनाको लोकदोरी। ल ठिक छ जेसीको जस्तो लाग्यो। अगाडि त एकजना मात्र बस्नु रहेछ नि त। रहेछ त्यो। हामी चाहिँ सिमाना जाडो भयो त। जाडो त हामी सिमाना आइसकेको छौँ। अब यहाँ एकछिनले पेट पूजा गर्नुपर्ने हुन्छ। आछु जाडो भयो तर उता नेपाल यहाँदेखि त हरियाली इन्डिया आफ्नै रहेछ क्या साथीहरू। पछाडि बस्यो भने त लोकदोरीमा बस्यो भने त पुरा यहाँ चाहिँ तातो आनन्द छ क्या। एकछिन भए पनि सिमानामा। आन्टी यो चाहिँ के हो? यो चाहिँ के हो भने नि छोरी, यो चाहिँ थोत्ने हो होइन। हाम्रोतिर चाहिँ थोत्ने भन्छ। ठाउँ अनुसार नाम चाहिँ फरक फरक हुन्छ होइन। अनि यो चाहिँ के भने अचार बनाएर खाँदा पनि हुन्छ। यो उकाउने हो। अनि खोर्सानीसँग मजाले पिसेर अमिलो खाँदा पनि हुन्छ। अनि अब अहिले मलाई चाहिँ त्यो लोकदोरीमा बस्नु परेको छ नि त। त्यही भएर इन्डियाको लागि के थाहा यो थोत्ने खानुपर्छ भनेर थाहा छैन इन्डियाको मान्छेहरूलाई होइन। अनि म नेपालकोलाई चाहिँ थाहा छ क्या। यो खाइ बच्चादेखि यो खाइ चाहिँ पर्फेक्ट भएको हो क्या। यो चाहिँ कसरी खाने हो? खाएर देखाउनु न। खाएर देखाउनु पर्यो सामान त। खास चाहिँ यहाँ तर सु गर्दैन होला होइन। खाएर देखाउनुको लागि चाहिँ बस सु हो कि अरे। तर केही छैन, सु खायो भने पनि दबाई नै हो नि त। समात्ने हो दबाई नै हो होइन। यसलाई चाहिँ कसरी होइन चट्टसँगले यसरी उकाउनुपर्छ। यसरी उकिन्छ होइन। अनि यसरी यसलाई चाहिँ यो फ्याँक्ने हो यसको डाक्ला। यो खायो भने चाहिँ तितो हुन्छ क्या फेरि। अनि यहाँ भित्र चाहिँ यस्तो हुन्छ तर यो केही होइन। अनि यसलाई चाहिँ अमिलो कागतीको कामै गर्छ यसले। देखि सर जानुपर्ने हुन्छ। के चाहिँ किन्नु भएको हो? अनि यिनीहरूले यहीँदेखि किन्नु थाल्यो त। अनि आमा त्यस्तो अझै किनिसकेको छैन। के किन्ने नै भयो त? के लगाउँ त हामी टोपी? टोपी लगाउँ त ठिकै छ। तर होस् किनिसक्नु भएछ। लु भएन जाउँ न अब उता पनि हो त। यो के किनेको? यो चाहिँ मिठो होला हौ। यो चाहिँ कति हो भाइ? भाइ यो चाहिँ मिठो हुन्छ होला। ओरेन्जको जेली हो। पुरी सब्जी खानालाई चाहिँ बसिरहेको छौँ। आइसकेको छ छोला भटौरे। ल खाइसकेको छौँ। अब जानुपर्ने हुन्छ दार्जिलिङ। थोत्ने दिन न थोत्ने मलाई थोत्ने होइन त्यो ठाउँ अनुसार पनि हामी ठोट्ने भन्छ। थोत्ने अनि लाई अब दिदी र मेरो पछाडि बसै खाजा टन्नै खाएको छौँ। अनि दाइ सेलो छ होला नि होइन? भलै यसो अलिअलि यता निकाल्छन् कि केटाकेटीले प्लास्टिक त चाहिँ मै बमिट गर्ने रहेछु। अब बिहान यहाँ पुग्दैन नि त्यो डर खाइन्छ। म त मै 20वटा जति खान्छु। अब पहिले पनि के गर्नु त नि गाडी मार्नु भन्दा त होइन त। तपाईँहरूले थाहा छैन धेरै गाडीले मात्र भने यहाँसम्म आइसकेको छ भने चाहिँ र हामी चाहिँ जोरपोखरी भन्ने ठाउँ आइसकेको छौँ होइन।
अनि अब जोरपोखरी हाम्रो गाडी यता छ। अब हामी जोरपोखरीको गेटमा छिर्नेछौँ। मात्र पिस कति 20 रुपियाँ। यहाँ फोटो खिच्नु भने फोटो 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 लु फोटो फोटो हामी जब यता पारी जानुपर्ने हो होइन, तर यताबाट जानुपर्ने मेन गेट यता अब छिरियो अनि जोरपोखरी हेर्ने हो। यसरी कुदन नयाँ ठाउँ आउँदा त खुसीले। नागिन माछा फोटो खिच्दै हुनुहुन्छ होइन। अब हामी चाहिँ यता गएर एक फोनको यता जानुपर्ने होला नि त। आमा हुनु म चाहिँ असरमायाको मैली छोरी। म चाहिँ साइली छोरी। म चाहिँ कान्छी सबैभन्दा कान्छी। सबैजनाको हाम्रो आमा असरमाया। ल हामी चाहिँ अब फोटोहरू खिचिसक्यौँ होइन। अनि जोरपोखरी चाहिँ किन भनेको रहेछ भने यस्तो पोखरी रहेछ नि त यहाँ, त्यही भएर जोरपोखरी। तर एकदम राम्रो रहेछ क्या, आनन्द। अनि यता चाहिँ आफ्नो आफ्नो तरिकामा हुनुहुन्छ होइन, फोटो भिडियो बनाउनुहुन्छ। यता हिँडिसक्नु भएको छ अनि म यता छु होइन। अनि अब हामी चाहिँ यसो गरेर यता पारी जानुपर्ने हुन्छ। यहाँ पार्टी यहाँ पर पनि राम्रो रहेछ क्या, मन्दिरहरू के रहेछ। अनि अब त्यता जाने ल। आउनु भएको छैन भने चाहिँ भिडियोमा हेरेर तपाईँहरू पनि इन्जोय गर्नु होला है। गएको ठाउँ त कतिजना र अब सुके पोखरीमा पनि खासै गुराँस छैन अरे होइन। अनि अब नगएको ठाउँ जाँदा चाहिँ अझै रमाइलो हुन्छ। अनि तपाईँहरू पनि गाडी रिजर्भ लिएर होइन, गाडी रिजर्भ लिएर एक दिनको लागि चाहिँ मजाले अब ड्राइभरहरूले चिनिहालेको हुन्छन् होइन। अनि यसरी यस्तो राम्रो राम्रो ठाउँ आउनु होला है। अनि अब आज चाहिँ हाम्रो लगभग दार्जिलिङ अनि यता यो यसो दार्जिलिङै मात्रै हुन्छ होला घुमाइ चाहिँ। अनि भोलि चाहिँ हाम्रो मिरिक हुन्छ होला हौ। मिरिकतिर आजै भयो भने चाहिँ आजै जाने कुरा छ, तर लगभग आजै चाहिँ हुँदैन होला। किनभने धेरै त कति 8-9वटा ठाउँ छ अरे नि त घुम्नुपर्ने। म त हिजोस्ति पनि गएको, तर दार्जिलिङ चाहिँ हिजोस्ति पनि गएको होइन। तर यहाँतिर चाहिँ आएको थिइनँ भनेको। यो जोरपोखरी अलिक भित्रभित्र साइड रहेछ नि त, तर एकदम आनन्द छ क्या। साथीहरू यता चाहिँ बस्न खाना होटलै होला सायद, होटल नै होला। अनि आमा आउने त। अब हामी त्यस्तो घुमेर सट्टै निस्किनु पर्ने हुन्छ। आमा पनि एकदम आनन्द लिएर हिँडिराख्नु भएको छ। रमाइलो भइरहेछ नि आमा। ए आहै वाउ वाउ वाउ, पहिलाको मान्छेहरू हो नि त हो यस्तो। पहिलाको गीत पहिलाको मान्छे यस्तो राम्रो। अब आमा चाहिँ एकछिन बस्नु हुने अरे नि त। बस्नु गर्नु भयो होला। बस्नु बस्नु बस्नु। आमा साँच्चै राम्रो ठाउँ है सुस्मिता। गएको छैन म यसरी गएर यता चाहिँ आमा यहाँ सही देखिने रहेछ त नि। आमाहरू चाहिँ त्यहाँ नाच्दै हुनुहुन्छ। पारी पारी पुगिसक्नु भएछ होइन। अनि ल भेना त हुनुहुन्छ ल। अब हामी चाहिँ यसो जानुपर्ने हुन्छ। यो हाँस होइन त, ए हाँस हो खै। भेना चाहिँ पुरा यहाँ माछा हेर्दै बसिराख्नु भएको रहेछ। छोरा त आफ्नै धुनमा खै। ल ल जमाइलो जाउँ। अब मनको घुमेर पनि आइपुग्यो जोरपोखरी। अब यता यहाँपट्टि मन्दिर चाहिँ छ। मन्दिर चाहिँ तर यताबाट छिर्ने होला क्या। ए जोरपोखरी भनेको चाहिँ उता पर एउटा छ अनि यहाँ एउटा रहेछ नि त पोखरी। अनि त्यहाँ मन्दिर छ। अनि हामी चाहिँ अब आमाहरू चाहिँ पछाडि हुनुहुन्छ सबैजना। अनि म चाहिँ यहाँ बुझ्नु पर्यो क्या। यता पारि चाहिँ जानु पाउँछ पाउँदैन मैले सामान खाना भनेर। तर यतादेखि छिर्ने होला सायद यता चाहिँ। अनि हाम्रो घर चाहिँ यहाँदेखि छिर्नु पर्ने हुन्छ। अनि यहाँ चाहिँ टिकट काउन्टरहरू सोध्नु पर्यो भनेको। हाम्रो गाडी यहाँ छ। अनि धाममा पनि गयो मन्दिरमा। ए मिल्ने रहेछ। उता घुमेर आएर चाहिँ यता जानुपर्ने रहेछ होइन। भगवान्लाई ढोक्न चाहिँ जानुपर्छ नि त। तर गुराँसहरू पनि झरिसकेको रहेछ। यहाँ यसरी सराउने अनि यसरी ढोक्नुपर्ने हुन्छ होइन। अनि अब सामान त लिएको छैन, तर पनि यसो ढोक्न चाहिँ जुत्ता चप्पल ब्याग आदि बाहिर गर्नु भन्नुभएको रहेछ होइन।
यहाँ गरेर म चाहिँ जुत्ता फुकार्नु पर्ने हुन्छ होइन नियम पालना त गर्नु पर्यो नि त यसो गरेर अब केही नभए पनि चढाउने त छैन तर पनि ल म चाहिँ यसरी छिरिसकेको छु होइन कस्तो राम्रो रहेछ जोरपोखरीमा चाहिँ के अरे त्यो उयोहरू पनि धुपहरू पनि लिएर आउँदा हुने रहेछ तर मैले चाहिँ लिएको छैन नआउनु हुने अनि पैसा पनि छैन के चढाउनु केही छैन होइन तर पनि अब यसरी ढोक्न त सकियो नि त होइन त गाइजहरू यस्तो राम्रो रहेछ यहाँ चाहिँ रुख दामी अनि यहाँ रहेछ अब मैले चाहिँ मन्दिर छ भनेर थाहा थिएन नि त यहाँनिर ढोक्छु कस्तो आनन्द के मलाई त उता जान चाहिँ डर लाग्यो अब आमाहरू चाहिँ आउनु हुँदैछ उता पारि भर्खरै अनि म चाहिँ यता आइसकेको छु यस्तो दामी शीतल छ दिदीहरू आज ती पर हुनुहुन्छ अहिले हामीले त्यहाँबाट टिकटक बनाएको चाहिँ त्यहाँ एउटा पोखरी छ अनि यहाँ एउटा त्यही भएर चाहिँ जोरपोखरी भन्नुभएको रहेछ क्या यहाँ चाहिँ एकदम पिसफुल रहेछ गाइजहरू आउन सक्नुहुन्छ है एकदम रमाइलो छ शीतल आनन्द अब यति नै रहेछ होइन जोरपोखरीमा चाहिँ त्यो दुईवटा पोखरी अनि त्यहाँ उयो गर्ने ठाउँहरू छ अनि यता पनि कस्तो छ हेर्नु न त यहाँ पनि रहेछ जोरपोखरी मात्रै आउनुभयो भने चाहिँ पूजाको सामानहरू पनि ल्याउनु भयो भने चाहिँ हुने रहेछ क्या यहाँ चाहिँ अनि यहाँ चाहिँ यसो चाहिँ हिँडेर यता तल पनि जानुपर्ने रहेछ तर हामी यता चाहिँ जाँदैनौँ अब धेरै ठाउँ घुम्नु छ नि त त्यही भएर ल अब आमा र दिदी चाहिँ त्यहाँ आएर अघि फोटो खिच्दै हुनुहुन्छ एकदम राम्रो क्या सर यस्तो रहेछ रु कस्तो मजाले अनि म चाहिँ फर्किनु पर्ने हुन्छ होइन अनि जुत्ता फुकालेर थियौँ अब गएर लगाउनु पर्ने हुन्छ अनि यहाँ छोडेर अर्को ठाउँ जानुपर्ने हुन्छ आएँ म आमाहरू चाहिँ नपस्नु हुँदैन म चाहिँ पसेँ फेरि घन्टी चाहिँ बजाउन त अब चाहिँ हामी जोरपोखरीलाई बाई बाई गर्नुपर्ने हुन्छ साथीहरू ल गाइजहरू आजको भ्लग चाहिँ यस्तो यस्तै भयो किनभने धेरै लामो पनि तपाईँहरूलाई पनि त बोरिङ हुन्छ नि त भिडियो होइन बोर नमानिकन हेरिदिनु होला अनि लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला है त भन्दै अहिलेकोलाई चाहिँ जोरपाटीमा जोरपोखरीमा यति नै बाई बाई